हेलो गाइस, आज चाहिँ मैले समोसा बनाउनु भनेको छु। यसको लागि मैले अलिकति गहुँको पिठो र त्यसमा अलिकति सुजी मिसाएर अरू धनियाँ पात हालेछु। अनि त्यसमा अलिकति अब स्वादअनुसार नुन, त्यसपछि त्यहाँबाट फेरि नुन हालिसकेपछि फेरि अब मैले बेसार, अनि बेसारपछि फेरि मैले अलिकति टेस्ट गराउनको लागि यसलाई ज्वानो हालेको छु। अब मैले कश्मिरी मिर्चको धुलो पनि राखेको छु थोरै यसलाई, अनि यो चाट मसला राखेको छु। यसमा तेल राखेर थोरै पानी राखेर अब यसलाई मुस्छु मैले। छिटो मुसेको जस्तो गरेर एकदम राम्रोसँग मुसेपछि म्यास गरेपछि पिठो रेडी भइसकेको छ। अब यसलाई मैले प्यानमा अलिकति यो मसलाको लागि चाहिँ मैले प्यानमा जिरा र लसुनको पेस्टहरू हालेर अनि प्याज हालेर अब यसलाई पुरै चलाउँछु। अनि त्यसपछि हल्का थोरै मसलाहरू पनि हालिदिन्छु मैले, रातो खुर्सानी, हर्दी, मसलाको धुलोहरू, बेसार र अर्को मसला पनि हालेर मैले चलाउँछु। फेरि अलिकति बेसार कम भयो जस्तो लाग्यो, त्यही भएर थोरै बेसार राखेछु। अनि अब यो आलु मैले उसिनेर राखेको थिएँ, मुसेर यसमा हालेको छु। अब यो चाहिँ रेडी भयो है। यसमा अलिकति स्वादअनुसार नुन राखेको छु मैले। यो चाहिँ रेडी भयो। लास्टमा मैले धनियाँ पनि राखेँ, टेस्टी हुन्छ यो धनियाँको। यसलाई मैले बेलेर 8 भागमा रेडी गर्छु मैले यसलाई। अनि यो सानो सानो समोसे बन्छ, एकदमै राम्रो टेस्टी हुन्छ। अब यसमा थोरै गरेर समूहमा राख्दै जान्छु 8वटामा। त्यसपछि यसलाई मैले बनाउँछु। अब यो रेडी भइसक्यो अब है। अब यो समोसे रेडी भयो हाम्रो, एकदमै राम्रोसँग। हेर्दा पनि सानो चुटुक्क, नास्तामा चाहिँ एकदम मिठो पनि हुन्छ यो। अनि यो रेडी भइसक्यो हाम्रो। धेरै पिसहरू बनाएँ मैले। अब मैले यो प्यानमा हाल्न थालेँ। प्यानमा राखिसकेपछि अब यो पाक्छ अब एकछिनमा। मिठो चाहिँ अति मिठो हुन्छ है यो चाहिँ, मलाई त एकदम मनपर्छ। म नास्तामा प्रायः यस्तै बनाएर खाने गर्छु। रेडी भइसक्यो। नानलाई चाहिँ फेरि हाम्रो चाहियो गरे फेरि यो मैले निकालेँ है। नानलाई समोसे भएन, अब फेरि मोमो चाहियो भनेर फेरि मैले अलिकति छुट्टै मोमो पनि बनाइदिएको छु। मोमो पनि हाम्रो एकछिनमा अब रेडी हुन्छ। रेडी भइसक्यो है। यो चाहिँ खानको लागि चटनी बनाएको थिएँ मैले टमाटरको, मोमो पनि रेडी भइसक्यो। एकदम टेस्टी छ, एकदम मिठो छ, टेस्टी, एकदम राम्रो बनेछ। देव्यान्सीले पनि मिठो मानिन्, खाँदै छिन् हाम्रो देव्यान्सीले, एकदम राम्रो बनेछ।